यो रोप्ने खाल्डो लगभग रेडी भइसकेको छ। अब यहाँनिर चाहिँ प्लान्ट ल्याएर हामी रोप्नेछौँ। हेलो ब्युटिफुल पिपल, वेलकम टु आवर च्यानल घुमघाम वन्स अगेन। आज चाहिँ म यहाँ घरभित्रको हाम्रो सानोतिनो प्लान्टिङको कुरोहरू यहाँनिर तपाईँहरूलाई देखाउन गइरहेको छु। यो यस कारणले पनि रेकर्ड गर्दैछु किन भन्दाखेरि रुख रोपेको एउटा पछि ठुलो हुँदाखेरि कहिले रोपेछ भन्ने कुरोहरू पनि हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ मैले यो भिडियो रेकर्ड गर्न चाहेँ एउटा मेमोरीको लागि। विशेष गरी म चाहिँ एकदमै प्लान्टको फ्यान हो। आई मिन लाइक मेरो घरभित्र हेर्नुभयो भने तपाईँले घरभित्र पसेदेखिको भित्र कोठामा बाथरुममासम्म तपाईँले प्लान्टहरू देख्न सक्नुहुन्छ। मलाई फेरि त्यो आर्टिफिसियल प्लास्टिकको प्लान्टहरू मन पर्दैन। भित्र प्रायः प्लान्टहरू मेरो जति पनि छ त्यो चाहिँ एकदम नेचुरल प्लान्टहरू रोपेको, अनि त्यसले भित्रको एयर प्युरिफिकेसनको लागि पनि हेल्प गर्छ भन्छ साइन्टिफिकली हेर्ने हो भने। त्यो कारणले गर्दाखेरि पनि मैले भित्र धेरै प्लान्टहरू राखेको छु। अनि बाहिर पनि एउटा एकदमै मलाई मनपर्ने यो क्वान्जन चेरी ब्लोजम त्यो ट्री चाहिँ मलाई एकदम मन परेको। 2022मै पनि हामी प्लान्टहरू खोज्न जाँदाखेरि त्यहाँनिर त्यो नर्सरीमा चाहिँ त्यो प्लान्ट थिएन। त्यो कारणले गर्दा हामीले रेड बर्ड ट्रीहरू ल्याएर रोप्यौँ अगाडि। अहिले एकदमै ठाउँ अगाडि अब कन्जेस्टेड छ र पनि अब प्लान्ट अस्ति एकदमै मन परेर लिएर आइरहेको छु। त्यो प्लान्टलाई रोप्नको लागि हामी यहाँनिर तयार भइरहेका छौँ। यहाँ बाजेले अगाडि खन्ने त्यो पिटहरू रेडी गर्दै हुनुहुन्छ। प्लान्ट चाहिँ कुन चाहिँ भनेर भन्दाखेरि अस्ति अप्रिल 27 तारिक 2024मा गएर लिएर आएको प्लान्ट चाहिँ यही हो। यो उचाइमा 6 देखि 7 मिटर अग्लोसम्म हुन्छ अरे, अनि चौडाइ चाहिँ 4 मिटर भने जस्तो लाग्छ। 4 देखि 5 14 मिटर चौडाइमा 5 देखि 4 मिटर चौडाइ हुन्छ अरे। वाइडमा चाहिँ यो अहिले यसरी फुलिरहेको छ। अब यो भर्खर मुना लाग्दै गरेको, यो स्प्रिङ सिजनमा मजाले यसरी फुल्छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यी भर्खर चिचेलाले यो प्लान्टको पातहरू पलाउँदैछ अनि यहाँ उम्रिँदैछ। यो प्लान्ट चाहिँ पछि फुल्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। यो प्लान्ट ल्याएको छु। अनि त्यसको साथसाथै यहाँनिर यो अल्बर्टा स्प्रुस ड्वार्फ, यो चाहिँ पछि क्रिसमस सिजनमा यो त्यति ठुलो हुँदैन। बडीमा अग्लोमा 8 फिट अग्लो र चौडाइ 4 फिट जस्तो बनाएको छ। त्यो कारणले यसलाई प्रुन गर्दै राख्यो भने ठिक्क एउटा साइजमा राख्न सकिन्छ भन्ने लागेर चाहिँ यो अल्बर्टा स्प्रुस पनि लिएको छु। र अहिले यहाँनिर धमाधम काट्ने खन्ने पिट खन्ने कार्य भइरहेको छ र यसमा म पनि जोडिन लागेको छु। तपाईँहरूले हेर्न सक्नुहुनेछ। र पछि पनि सायद यो फुलेर ठुलो भएपछि 4-5 वर्ष पछाडिमा चाहिँ अलिक ठुलो हुन्छ होला, फुल्छ होला र राम्रो हुन्छ भनेर चाहिँ मैले आशा गरेको छु। यहाँ अगाडि सिटीले त्यो रुख रोपेको छ। यो ट्री चाहिँ लन्डन प्लेन ट्री अरे, निकै ठुलो हुने रहेछ। र अब यो प्लान्टिङको कार्यलाई हामी तपाईँहरूको माझमा देखाउन गइरहेछौँ। हाम्रो फिट यो रोप्ने खाल्डो लगभग रेडी भइसकेको छ। अब यहाँनिर चाहिँ प्लान्ट ल्याएर हामी रोप्नेछौँ।
सो फाइनली रुख रोपिसक्यो। त्यहाँ फेदमा चाहिँ भोलि अलिअलि मल्च ल्याएर त्यहाँ लाउनु पर्ने छ। सो दिस इज आवर फाइनल रिजल्ट। यसलाई अलिकति गर्न मात्रै बाँकी छ। सो आई होप दिस सर्भाइभ्स एन्ड अबको 5-6 वर्षमा यसले मजाले फुलेर हाम्रो अगाडिको यो फ्रन्ट यार्ड चाहिँ सुन्दर बनाउँछ भन्ने आशा राखेको छु। सो थ्याङ्क यू फर वाचिङ गाइज टिल नाउ। आवर प्रोजेक्ट फर टुडे इज डन। This is how it looks at the behind. So stay tuned for more videos. Bye bye. ल है आज मार्च 31 क्यानाडामा स्प्रिङ सुरु हुनु आँटेको। त्यहाँ लुन पनि आएछ घर अगाडि मेरो चाहिँ यहाँनिर रेड बर्ड ट्रीहरू फुल्नलाई एकदम टुसा रेडी भएको छ। अनि यो फुल्दा चाहिँ एकदम पिङ्क गुलाबी हुन्छ पुरा यो बोटै लाग्ने गरे। अनदर इन्ट्रेस्टिङ थिङ इज हियर लास्ट इयर ल्याएर रोपेको मैले यो पनि टुसाहरू एकदम रेडी छ, रेडी भइरहेछ फुल्नको लागि। अलिक पछि फुल्छ होला। सो फुलेपछि I'm gonna show you guys how it would look. This is what it looks like in front of my house. यो चाहिँ चेरी ब्लोजम क्वान्जन हो। यस्तो दामी फुलेछ अहिले हेर्नुहोस्। लास्ट इयर मात्र ल्याएर रोपेको। It's looking so beautiful. So this is it. के मजाले फुलेछ। अर्को पालि अझै मजाले फुल्छ होला। यस्तो हुन्छ फुल चाहिँ यसको कसै हुनु माने भैया। This is how it looks. यो मेरो रेड बर्ड ट्रिज यो 2 वर्ष अगाडि रोपेको अप्रिल लागिसकेको छ। मजाले फुलेछ। यहाँनिर यो एउटा अनि अर्को यहाँनिर छ। It's getting beautiful. मजाले फुलेछ यहाँनिर। यो घरको अगाडि 2टा। Subscribe to Gungan! If you like our videos, don't forget to subscribe and press the bell icon for notification of new videos.